आज सिरियस कुरा गर्नु पर्यो। यो 2-3 दिनदेखि एउटा समाचारले मेरो चाहिँ अटेन्सन तान्यो। त्यो के हो भने एउटा मान्छेले बदमासी गर्यो भनेर सबैले गाली गरिरहेछन् हैन। अनि बदमासी गरेको पनि सामाजिक तरिकाले चाहिँ साँच्चै हो। तर म चाहिँ एकजना साइकोलोजिस्ट भएको कारणले र 20 वर्षभन्दा बढीदेखि साइकोसोसियल, साइकोलोजिकल र मेन्टल वेलबिङको प्र्याक्टिसनर भएको कारणले एउटा कुरा चाहिँ भन्नु मन लाग्यो। साइकोलोजिकली हाम्रो DSM-4 भन्ने किताबले मेन्टल वेलबिङमा डिफ्रेन्ट मेन्टल हेल्थको क्राइटेरिया, डिसअर्डरहरूको क्राइटेरिया छुट्टाएको छ है। त्यसमध्ये व्यक्तित्व सम्बन्धी समस्या यानि कि पर्सनालिटी डिसअर्डरहरूको पनि कुरा गरेको छ। पर्सनालिटी डिसअर्डरहरूमा एकदम धेरैवटा क्राइटेरियाको पर्सनालिटी डिसअर्डरहरू छ। धनी मान्छेले पनि चोर्ने, राम्रो मान्छेले पनि जे पाए त्यही बोल्ने हैन। अनि त्यसपछि ज्ञानी मान्छेहरूले अपराध गर्ने त्यस्तो खालको कुराहरू चाहिँ छ। त्यस्तै एउटा कुरा चाहिँ एक्जिबिसनिज्म भन्ने, एक्जिबिट गर्न मन लाग्ने एउटा मानसिक अवस्था पनि हुँदो रहेछ। त्यो मानसिक अवस्थामा चाहिँ केटा अथवा केटी जो भए पनि आफ्नो शरीरको नदेखाउनु पर्ने ठाउँ देखाउन मन लाग्ने र नदेखाउनु पर्ने बेलामा देखाउन मन लाग्ने चाहिँ हुँदो रहेछ है। अनि त्यस्तै चाहिँ मैले अहिलेसम्म 8-10वटा केस भेटाएको छु नि त यो एक्जिबिसनिज्मको। स्पेसली अहिले चलिराखेको केस जस्तै शरीरको आफ्नो प्राइभेट पार्ट देखाउने है, दोबाटोमा बस्ने, केटाहरू आएको बेला चुप लागेर बस्ने, शान्त ठाउँमा 1जना 2जना मात्रै केटी भयो भने, विशेष गरी 1जना मात्रै केटी भयो भने केटा मान्छेले चाहिँ आफ्नो शारीरिक पार्ट, प्राइभेट पार्ट भन्छौँ नि, जसलाई यौन अङ्ग भन्छौँ नि, हो त्यो यौन अङ्ग चाहिँ देखाइदिने रहेछ। यो मैले भेटेकै केसहरूमध्ये पनि धेरैचोटि थियो। अब अपराध हो कि, रोग हो कि, सामाजिक अवस्था हो कि भन्नु पर्दाखेरि यो एउटा मानसिक अवस्था हो है। यो मान्छेले सधैँ देखाउने पनि हुँदैन, यो मान्छेले कहिले देखाउँदैन भन्न पनि मिल्दैन। जस्तो हामीले देखेको छौँ, धेरै रिस उठ्ने मान्छेले मान्छे मार्छ भन्ने हुँदैन, तर कहिलेकाहीँ रिस उठाउने मान्छेले चाहिँ मान्छे मार्छ नि हैन। त्यस्तै यो एक्जिबिसनिस्टले पनि कहिलेकाहीँ उसको मनमा आयो तरङ्ग भने त्यो तरङ्ग स्ट्रङ भएको बेलामा चाहिँ आफ्नो पार्ट केटी मान्छेलाई देखाइदिन्छ। यो मानसिक अवस्था हो। यदि यस्तो धेरै भएको छ तपाईको दाजुभाइ दिदी बहिनी पनि है छ, यस्तो देखाइदिने, यहाँ तलसम्म लुगा लाउने हैन, अनि त्यसपछि केटा मान्छे भएको ठाउँमा टाँसिएर बस्दिने, केटी मान्छे भएको ठाउँमा हेरे गर्ने, नहेर्नु पर्ने ठाउँमा त्यसरी धेरै गरेको छ। र विशेष गरी तपाईको दाजुभाइले पनि 2 अथवा 2भन्दा बढी पटक केटी मान्छे मात्रै भएको बेलामा आफ्नो यौन अङ्ग प्यान्टै खोलेर देखाएको त्यस्तो छ भने चाहिँ मानसिक उपचार गर्न लिएर जानुहोस् है।